हेलो एन्ड वेलकम ब्याक टु अनदर एपिसोड। तपाईहरुलाई स्वागत छ। आज पनि हामीहरु फन्नी टिकटक अनि त्यसको कमेन्टहरु पढ्ने छौं। बब्बाल रमाइलो हुनेवाला छ आज पनि। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। लाइक, कमेन्ट अनि सब्स्क्राइब पनि गर्नु होला। ढिला नगरी यो भिडियोबाट सुरु गरौँ। अब फन्नी कमेन्ट पढौँ है त। निको बेबी झन्डै भाइ देखेको भाइ धान्नै केरा काण्ड सार्वजनिक धान्नै छुटुन्द्रो देखिएन झन्डै तीन गेडी फुलौरा देखिएन। धन्नै आज प्रमाणित हुन्थ्यो निकुरी केटा हो कि केटी हो भनेर। तलको गेडा माथि, माथिको गेडा तल, यताको गेडा उता, उताको गेडा यता ठोकाउँदै खेल्ने गेमलाई त क्यान्डी क्रस भन्दो रहेछ नि त। फन्नी कमेन्ट पढौँ है त। निकु तिम्रो त यताउता भएन नि गेम खेल्दा पागल नि इकु पिकु चिकु। यसले आज औषधि खान बिर्सेछ। यसरी केटाको कुरा गर्छौ अनि अरूले भन्दा फेरि रुन्छौ। तिमी भाइ पनि अब त ठारिन्न नि दिदी, हजुरको कपाल गरे नै। अब त 2-4 महिना ठारिन्न मेरो। के भन्छ नि, रातभरि हातले ठर्या पनि फेरि बिहान सुतिहाल्छ। अब त केही कसैको केही लाग्नेवाला छैन। उठ्ला जस्तो माने होइन 2-4 महिना। खै हेरौँ, काहीँ उठाउने कोसिस नगर्नु ल मेरो कपाल। फन्नी कमेन्ट पढौँ है त। बल्ल दिन आएछन् यिनको कपालको, नत्र पहिले त काँक्राको झ्याङ जस्तै हुन्थ्यो। अगाडि त अलिअलि उठ्न लागिया जस्तो छ है। हात नलाउनु होला के आफै उठ्छ, हातले उठाउनु पर्दैन राति त। के अचम्म हो बगलाउ मान्छे, घर पुगेछन् त राम्रोसँग पुग्नु भयो नि। यो ठरिने कपालको भर नहुने ती हँसाको के दिदी। त्यो अब अलि जाडो पनि थियो मौसम। अब जोसको बेलामा होस भएन भने जस्तै गरौँ न, त्यस्तै बुझौँ न। अनि घर परिवार गाउँ समाजबाट तपाईँलाई के भनिरहेको छ, कस्तो प्रतिक्रिया आइरहेको छ? अब यो हाम्रो त गाउँ समाज, यो तपाईँहरूको झक्सीमाडी के भन्छ, यो वीरगञ्जको ठाउँ, अब यहाँको गाउँ समाजहरू कस्तो छ? यस्ता घटनाहरू हामीले पहिला पनि कता मात्रै सुनेको थियौँ, त्यस्तो खासै थिएन नि क्या। तर यो त अचम्मैको अनौठो घटना भएको छ। अनि तपाईँहरूले कस्तो प्रतिक्रिया आउँछ, के भन्छ? घरमा बाटो हिँड्दाखेरि गाउँ समाजमा कसरी यसरी नै मास्क लाएर सल्ले छोपेर लुकेर हिँड्नुहुन्छ कि के छ भन्नुहोस् त? गाउँघरतिर हिँड्न पनि अलि डराइ मात्रै छ। अलि अब दुनियाँले गाली गर्ने यताउता छ। अब मुख देख्न अलि लजितै भएको छ। अझै लाजै मर्दो कुरो भएको छ हो बहिनी? फन्नी कमेन्ट पढौँ है त। जे होस् बाँच्नु पर्छ, के देख्न पाइन्छ यार। जाडो जाडो थियो। छोरा मान्छे त पापी नै हुन्छन्, छोरी मान्छेले सोच्नु पर्ने हो नि। आफ्नो बहिनी हो भन्ने थाहा थिएन कि के हो? आइफोन किनेको यही देख्नलाई रहेछ यार। राम 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 राम। जे हुन्छ हाम्रो नेपालमै हुन्छ है साथीहरू। फन्नी कमेन्ट पढौँ है त। म हाँस्दिनँ भन्दा भन्दै हाँसेर पादै आयो। ठिकै छ हजुर। हो र पातसम्म त ठिकै हो, गु आयो भने गाह्रो। धन्यवाद। यतिको गर्न आए पनि भाइरल हुने रहेछ। मलाई त यो पनि गर्न आएन। म त मरे हाँसेर।